सेवामा विद्यमान सूचना प्रविधि प्रणालीबीच अन्तर्आबद्धता कायम गरिनेछ। नागरिक एपको क्षमता विस्तार गरिनेछ। सार्वजनिक सेवालाई नागरिक एपमा आबद्ध गरी सरल, सहज र मितव्ययी बनाइनेछ। सबै सरकारी निकायका विद्युतीय सूचनालाई एकीकृत गरी सुरक्षित भण्डारणको व्यवस्था मिलाइनेछ। सार्वजनिक सेवा प्रवाहलाई सरल, पहुँचयोग्य र गुणस्तरीय बनाउन सूचना प्रविधिको उच्चतम प्रयोग गरिनेछ। बैंक, बीमा, दूरसञ्चार, धितोपत्र लगायत सबै प्रकारका सार्वजनिक तथा वित्तीय कारोबारमा राष्ट्रिय परिचय पत्रको प्रयोग गरिनेछ। राष्ट्रिय परिचय पत्र व्यवस्थापन प्रणालीको सेवा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरिनेछ। विद्युतीय माध्यमबाट नागरिकता वितरण गर्ने प्रबन्धलाई प्रभावकारी बनाइनेछ। राष्ट्र सेवकहरूको सेवा सुविधा सम्यक सापेक्ष बनाउनु पर्ने आवश्यकता बोध भए तापनि स्रोत व्यवस्थापनमा परेको दबावले गर्दा अपेक्षा अनुरूप तलब वृद्धि गर्न सम्भव भएन। तथापि सबै राष्ट्र सेवकहरूका लागि सम्मत 2082 साउन 1 गतेदेखि लागू हुने गरी महँगी भत्ता वृद्धि गरी मासिक रु 5000 पुर्याएको छ। कर्मचारी सञ्चय कोष लगायत अवकाश कोषहरूको अग्रसरता र निजी क्षेत्रको सहभागितामा सुलभ आवास कार्यक्रम सञ्चालन गरिनेछ। यस अन्तर्गत सातै प्रदेशका प्रमुख शहरी केन्द्रहरूमा कर्मचारी सञ्चय कोष लगायत अवकाश कोषहरूको अग्रसरता र निजी क्षेत्रको सहभागितामा सुलभ आवास कार्यक्रम सञ्चालन गरिनेछ। यस अन्तर्गत सातै प्रदेशका प्रमुख शहरी केन्द्रहरूमा 1 लाख भवन तथा अपार्टमेन्ट निर्माण गरी निजामती, सुरक्षाकर्मी र शिक्षक कर्मचारीलाई सहुलियतपूर्ण ब्याज दर र किस्ताबन्दीमा उपलब्ध गराउने व्यवस्था मिलाएको छ। निजामती अस्पतालको स्तरोन्नति गरिनेछ। कर्मचारी सञ्चय कोषबाट हाल सञ्चयकर्ताका पति पत्नीका लागि उपलब्ध स्वास्थ्य उपचार सुविधा परिवारका अन्य सदस्यमा समेत विस्तार गरिनेछ। स्वीकृत दरबन्दीभित्र करार सेवामा रहेका कर्मचारी र अस्थायी राहत शिक्षकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गरिनेछ। यसका लागि रोजगारदाता र योगदानकर्ताबाट 10% योगदान सहितको छुट्टै प्याकेज बनाई कार्यान्वयन गरिनेछ। सबै संवैधानिक निकायहरूलाई आवश्यक स्रोत साधन र जनशक्तिको व्यवस्थापन गरिनेछ। सार्वजनिक निकायको कार्य सम्पादनमा पारदर्शिता, उत्तरदायित्व र सदाचार कायम गरिनेछ। सार्वजनिक निकायमा पेशागत आचरण र अनुशासन सम्बन्धी आचार संहिता तयार गरी लागू गरिनेछ। सेवा